सर। नमस्कार। आज अन्तर्राष्ट्रिय श्रमिक दिवस। यो अवसरमा श्रम, श्रमिक र विशेष कविता वाचनको कार्यक्रम लिएर हामी वर्तमान कविता समूहका सदस्यहरू लगायत सल्दानपुर मासिकका तर्फबाट आएका छौँ यहाँहरू समक्ष र हामी धेरै भूमिका नबाधिकन कविता वाचनतिर लाग्छौँ र पहिलो कविता वाचन गरिदिनको लागि म विश्व साक्यलाई अनुरोध गर्छु। विश्व साक्य सरी कहाँबाट साक्य धन्यवाद। विश्व श्रमिक दिवसको सबैलाई शुभकामना। मैले वाचन गर्ने कविता जुस पसलमा। र बेस मारी निचोर्छ रस झिक्ने यन्त्रले उखुको खिरिलो गुण। एकपछि अर्को मेरा हात खुट्टा छिराएर मिसिनमा सुस्तरी थिच्छ बिजुलीको स्विच। पहेँला एकदम पहेँला आँखा भएको केटो सोहोरिएर आँखा आँखला र निला नसा नदी भरिन्छन् क्षणमै उसका पहेँला आँखा र शुष्क ओठ। साहेब जुस तयार। काला छिया छिया ढाडिएका जुसमा उसका हात मानौ तयार छन् डढाउन मेरो कल्पनाको घरबार र सँगै ठडिएका सभ्यताका दरबार। गरौँ मन थप्छु जुस मानौ भनिरहेछ ऊ ममा पनि सायद धेरै गिलास रस दिए। एक गिलास तपाईँले पिउनुभयो, अर्को गिलास अरूले दिए। धन्यवाद। धन्यवाद विश्वसिंहजी। यसपछिको पालो चन्द्रबहादुर लामा। नमस्कार सबैजनालाई। यो कविताको शीर्षक छ श्रम दिवसमा। थोरले, यो अङ्ग्रेजी पौराणिक कथाको थोरले आफ्नो हातमा हथौडा बोके झैँ उसले समातेको थियो एउटा सिङ्गो दिन। छोरीका हातभन्दा ठुला छोरीका हातले बनाएको माटोको कप जस्तै जसमा बगिरहेको थियो उसको सिङ्गो जीवन, जहाँ घामभन्दा पहिला पसिना बग्दथ्यो। थाकेका एकजोर आँखा अधुरै सपना बोकेर हेरिरहेका थिए। बिर्सन खोजिएका स्मृतिमा बिजिरहेका थिए। कहिल्यै नफर्किने उज्यालाहरू नथिए, लेख्न सिप भएका औँलाहरू नथिए, चिच्याउन सक्ने स्वरहरू तर मौनताभित्र चिच्याउँथ्यो घाम जस्तै चिसो सत्य। थाके तर रोकिन्न। बिर्सिएको थिएन उसले तातो बालुवामा रेखा खोपेका ती पैतालाहरू, न त्यो धागो जसले बाँधेको थियो एक जोडी जिन्दगी। भुइँबाट चिमोट्दै उक्लिएको थकाई मौनताभित्र घुसेर उत्पात मचाउँथ्यो एक अदृश्य इतिहास पोखिएर बेला बेला झसङ्ग पार्ने। उसको छातीभित्र समयका चिहानहरू गाडिए पनि हर रात नयाँ जुन पलाउने समय सपना थिए। छोरीले बनाएको माटोको कप जस्तै कोमल र जसमा ऊ हरेक साँझ बाँसको लट्ठी जस्तो टेकेर सम्झन्थ्यो आफ्नै बुबाको काँध। सुनसान साँझहरूमा जसले बोकेको थियो उसको मौनता र सम्हालेको थियो नभनिएका थुप्रै कथाहरू। हावाले लखेटे जस्तो लाग्थ्यो कहिलेकाहीँ, तर उसले आफैलाई बाँधेको थियो एक अडानको गाँठोले। भित्री पसिनाले नदेखिने तर अनुभूत हुने त्यो गाँठो बिस्तारै झन्झन कसिँदै जान्थ्यो। छोरीको स्कुलको फी, श्रीमतीको चिरिएका कुर्कुच्चाहरू र आफ्नै चिहानभन्दा गहिरो नपोखिएको वेदनामा। कहिलेकाहीँ उसको सपना झर्दथ्यो झरीको छाना चुहिएर भित्र पस्ने पानी जस्तै। त्यो झरी बगाउँथ्यो ऊ निरन्तर, जसरी भत्किन्छ खेतको कान्लो नसकेर झेल्न मनको भारी। थोरै बाँकी दिनहरूको पूर्जा जोडेर ऊ कुनै पुरानो रेडियोको खरखर आवाज जस्तो संसार सुन्दै थियो, जहाँ भविष्य नामको कुरा एक अधवैश्य कल्पनाको सपना थियो। तर आज श्रमिक दिवसको दिनमा आज उसले फेरि समातेको छ एउटा दिन। घामभन्दा सखारै उठेर र त्यो उज्यालोमा उसले हेरेको छ छोरीको निधार, श्रीमतीको आँखा र आफ्नै खुम्चिएको पैतालाको नक्सा, जहाँ अझै कोरिन बाँकी छ उसले एउटा नसोचेको बिहान। धन्यवाद। धन्यवाद चन्द्रबहादुर लामाजी। अब यसपछिको क्रममा सञ्जय सुनौँ, त्यसपछि रमित भीर तयार हुनुहुन्छ।
नमस्कार। विश्व श्रम दिवसको शुभकामना र आजको कार्यक्रम श्रमिक विशेष कविता वाचन कार्यक्रममा एउटा छोटो कविता, यो अब एकदमै छोटो पनि भन्नु पर्ला, पसिना भन्ने कविता शीर्षक। नपुछ पसिना, नपुछ पसिना प्रश्न हो, उत्तर पनि। नपुछ पसिना प्रश्न हो, उत्तर पनि। घोषण भए जस्तै रमी प्रिय, त्यसपछि तीर्थराज भट्ट। नमस्कार। कविताको शीर्षक मानिस र पर्खाल। घर बनाइरहेका गौँथलीहरू छातीभरि ममता हुर्काएर परिवार बसाइरहेछन्। ताती लागेका कर्मी कमिलाहरू घाम पानी नभनी आफ्नो समुदायको लागि कोलोनी बनाइरहेछन्। कलाकार मौरीहरू पनि आफ्नै समाज चलाइरहेछन्, जगतमा प्रेम बाँडिरहेछन्। तिनलाई पनि काम गर्नको लागि ढुक्कको वातावरण त कहाँ छ? भवितव्य र वैरीहरू जता नि भेटिन सक्छन्, तर मानिसहरू भने मात्र पर्खाल लगाउन जानेका छन्। मालिक र मजदुर छुट्याइरहेछन्। के साँच्चै मानिस चेतनशील हुन्छ? धन्यवाद रमी प्रियजी। यसपछि तीर्थराज भट्टको क्रम, त्यसपछि दिलकुमारी ढुङ्गा। हार्दिक नमस्कार। आजको यस श्रमिक विशेष कविता वाचनमा मलाई निमन्त्रणा गरिदिनुमा म विश्व श्री सरको आभारी छु। म तीर्थराज भट्ट, म बैतडीको कवि। मेरो कविता गिट्टी कुट्ने आमैको याचना। मेरो स्वर हिजो आज बसेको छ, मेरो मुहारमा मलिनता छ अलिकति। खुट्टा लगलग काँप्छन्, हातहरू गलेका छन् फतक्क। म दुर्गम बस्तीकी छम्कली, अर्थात् गिट्टी कुट्ने आमै। मेरा आँखाहरू गाडिएका छन्, नजर कमजोर भएका छन्। कानहरूले सुन्ने आवाज केवल एउटै आउँछ, गिट्टी कुटेको कर्कश। मेरो वेदना सुनाऊ कि भनेको, हे मेरा मालिक, हे मेरा गुसाई, हे मेरा विधाता, हे मेरो सरकार। सुन्ने समय होला कि गुन्ने धैर्य होला कि? तिमी सुन्दर संसारमा बस्ने मान्छे, मेरो दुनियाँ धुलौटो। तिमी सुकिलो ठाँटको, मेरो हाल छ दुखिया। तर तिमीलाई सम्झाउँछु केही मिठा कुरा। तिमी बाँचेको धरतीमा हरियो रङ पोत्न मैले मेरा हरिया चुरा गुमाएकी छु। तिमीले तिम्री प्रियतमाको शिरमा सिउरेको लाली गुराँसमा पटपटी फुटेका मेरा पैँतलाको रगत चढाएकी छु। तिमीले सुकला गर्ने आलिसान महल मैले कुटेका गिट्टीहरूमा उभिएको छ, जसरी स्थिर उभिएको थियो मन्दराचल कछुवा बनेका भगवान विष्णुको पिठ्यूमा। मैले गिट्टी कुट्दा कुट्दा गुमाएको दिव्य ज्योति तिम्रा कमल जस्तै सुन्दर नेत्रहरूमा अनवरत चम्किरहेको छ। गोहीको छालाको जुत्ता लगाएर हिँड्दा तिमीले महसुस गर्न सक्दैनौ सायद। म नाङ्गै खुट्टा ओहोर दोहोर गर्ने पाखाभरि उम्रिएको दुबो बनिदिएको छ मेरो मुलायम पैरपोस। तिम्रा खेतमा लह लह झुलेका तिम्रो सौभाग्यका सुनौला बालाहरू सिन्चिदिएको छु मैले मेरो निधारबाट बगेको कञ्चन पसिनाले। मेरो गुसाई, तिमीले सन्तोषले दिने श्वासहरूमा मिसिएका छन् मेरा असङ्ख्य पीडाका सुस्केराहरू। जोडिएकी छु यसरी तिम्रो खुसीको जोड गुणनमा, तिम्रा हरेक अवतारमा मेरा हरेक जुनीहरूमा। मेरो गुसाई, अब सुन मेरो याचना, म मागिरहेको छु मेरो ज्याला। उपरान्त नवीन वसन्तहरूमा मलाई ठानिदेऊ जीवित, मलाई गनिदेऊ मान्छेमा।
नगरिदेऊ हत्या मेरा भावनाहरूको, निमुट्न बन्द गर मेरा हकहरू। धन्यवाद तीर्थराज भट्टज्यू। त्यसपछिको क्रम दिलकुमारी डङ्गोल, त्यसपछि तयार रहनुहोला नवराज। नमस्कार सबैमा। मैले वाचन गर्ने कविता सेतो एप्रोन। जब मैले स्टेथोस्कोपको बोक्न सकेँ, जब मैले स्टेथोस्कोप बोक्न सकेँ, बस्न थाले मसँग सेतो एप्रोनको खोजीमा। लागिरहेछ आज सेतो एप्रोनमा स्टेथोस्कोपले हस्पिटललाई ड्युटी दिइरहेको छ कि हस्पिटलले मेरो सेतो एप्रोनलाई नपत्याए। ड्युटीको समय स्टेथोस्कोपको साथ सेतो एप्रोन लगाएर धन्यवाद। त्यसपछिको क्रममा नवराज घले, त्यसपछि ईश्वर। श्रम श्रमिक विशेष कविता वाचन कार्यक्रममा मलाई पनि निमन्त्रण गर्नुभएको आयोजकप्रति हार्दिक आभार व्यक्त गर्दछु। र म एउटा कविता वाचन गर्छु। कविताको शीर्षक छ भई मान्छे। लगाम बिनाको घोडा जस्तै, नक्सा बिनाको जमिन जस्तै, अमूल्य भइकनै मूल्यहीन देखिन्छन् डबलीमा सुस्ताउँदै गरेका भई मान्छेहरू। लगाम बिनाको घोडा जस्तै, नक्सा बिनाको जमिन जस्तै, अमूल्य भइकनै मूल्यहीन देखिन्छन् डबलीमा सुस्ताउँदै गरेका भई मान्छेहरू। कठाङ्ग्रिएका देखिन्छन् शीतको तप्किनसँगै, जमेका ठाँटोहरू मरक कुल्चिएर चुलोको जो गर्न निधारदेखि निकाल्छन् बलिसीका तप्किन। अनि खुसी हुन्छन् श्रमिक, परिश्रमको पौरख सजाउन पुग्छन् अटालीहरूमा अस्ताउनु अघि रात घाम बनेर। खुसीका किरणसँगै छिर्छन् बन्द घेराभित्र भई मान्छेहरू। विक्षिप्त मन बोकेर हिजोका राजा रजौटाहरू खण्डहर बस्तीहरूमा धानको स्वरूप देखाई धूप नैवेद्य प्रसादी बाँडिरहन्छन् र पो जीविका चलिरहेको छ कतिको। उकालो चलिरहँदा इमान बोकेका ढाकरहरूले बिसाउनी नपाउनु हिजो पनि आज पनि खेदजनक थियो। त्यही बिसाउनीको खोजीमा निस्किएका छन् केही थान भई मान्छेहरू। गन्तव्य पहिला आइपुग्छ कि बिसाउनी, एकल यात्री जान्न चाहन्छ, बाटो कटिरहेछ बटुवाको, खिरहेछन् हात्तीछाप चप्पल। हिँडिरहेका छन् खोजेर सपनाको सहर, तर के थाहा ती भुइँ मान्छेहरूलाई खुसी पहिला भेटिन्छ कि चिहान, बादल पहिला हट्छ कि तुवालो। तर पनि सुन्दर बिहानीको कल्पनामा निष्पट्ट रात काटिरहेछन् एक हुल भुइँ मान्छेहरू। हस्त धन्यवाद। त्यसपछि सुरेश घले। नमस्कार। सम्पूर्ण श्रमिकहरूमा श्रमिक दिवसको हार्दिक शुभकामना। मेरो कविताको शीर्षक छ यी भटियालाई। यो चाहिँ असञ्चोकमा हिँड्दै हिँड्दै एउटा भटिया दाइलाई देखेर मेरो मन पुराउँदै यहाँ लेखेको हो। मेरो कविताको शीर्षक छ ए भटिया दाइ। भन न भन ए भटिया दाइ, भन न भन ए भटिया दाइ, भन न भन तिम्रो मुस्कानको दाम। हिँड्दा हिँड्दै पत्ता फुटेका पैतालाले कहाँसम्म पुगेको, यत्रो बढे माथको दायित्व बोकेर तिमी कस्तो सामु बिसाउने हो। भन न भन ए भटिया दाइ। एक काँधमा गोलबेडा अर्को काँधमा काउलीको क्यारेट बोकेर तिमी कति दूरीको लागि कहिलेसम्म कति दगुर्ने हो। भन न भन ए भटिया दाइ। लोभलाग्दा तिम्रो रहरहरू बनिसके आदिमकालका खण्डहर जस्तै भग्नावश बनेका केही खुसीहरू डोको र नाम्लोले कहिलेसम्म भाग्ने हो। भन न भन ए भटिया दाइ। असञ्चौकका साँघुरा गलीहरू जस्तै तिम्रा सपनाहरू पनि त खुम्चिन थालेका छन्। चरचरी फाटे जसरी फाटेका तिम्रा कुर्कुच्चाहरू जस्तै फाट्दैछन् तिम्रा लोभलाग्दा रहरहरू र बग्दैछन् अश्रुधारा। फाटेका रहर र बगेका आँसुहरू कहिलेसम्म रोकिनेछ। भन न भन ए भटिया दाइ।
एउटा हातमा खाजाको पोको, एउटा हातमा खाजाको पोको, अर्को हातमा सपनाको पोको, एउटा हातमा खाजाको पोको, अर्को हातमा सपनाको पोको बोकेर तिमी कहिलेसम्म यसरी दगुर्ने हो? भन न भन ए भट्या दाइ, भन न भन ए भट्या दाइ। धन्यवाद। धन्यवाद। अब कविता तपाईँबाटै उहाँलाई तपाईँले भन्ने पनि हुन्छ। ठिकै छ। अब म आफै आफ्नो नाम गर्छु त, केही छैन। अब मेरो अन्तिममा मेरो कविताको यो शीर्षक गरिब दासको कविता। नामले गरिबदास भए पनि ऊ कामले कुबेरदास थियो। नामले गरिबदास भए पनि ऊ कामले कुबेरदास थियो। यसैले त भोको पेट रहँदा पनि उसले कविता लेख्यो। यसैले त भोको पेट रहँदा पनि उसले कविता लेख्यो। नाङ्गो आङ रहँदा पनि उसले कविता लेख्यो। उदाङ्गो छाना रहँदा पनि उसले कविता लेख्यो। छाना नाना र मानाको कविता कहिले पो सुन्दर हुन्थ्यो र। छाना नाना र मानाको कविता कहिले सुन्दर हुन्थ्यो र। सुन्दर भएको छाना नाना र माना सुन्दर भएको कविता सुन्दर हुन्थ्यो। छाना नाना र मानाको विद्रूप अनुहार देखाउँदा उसको कविता कलात्मक देखिएन, कुरूप देखिएन। विरूप अनुहार कसलाई मन पर्थ्यो र? परेन, पर्दै परेन। सुन्दरताका पुजारीहरूले, कलाका उपासकहरूले उसको कविता मन पराएनन्। तर पनि ऊ आज पनि छाना माना र नानाका कविता लेखिरहेछ। यसैका लागि जहिल्यै जसले आह्वान गर्दा पनि अग्र मोर्चामा हुन्छ। कहिल्यै पिठ्यौँ फर्काउँदैन, मोर्चा छाडी भाग्दैन। तर मलाई डर छ कतै कुनै दिन उसको नाम शहीद पंक्तिमा पढ्न नपरोस्। धन्यवाद। र अब कविता वाचन गरिदिनको लागि चाहिँ सर्वप्रथम केशव सिलवाल। केशव सर नि मसँगै हो। अलिकति धन्यवाद सर। म एउटा कविता सुनाउँछु। महिला श्रमिकको बारेमा छ। जुठो भाँडा बटुल्दै एउटी महिला। जुठो भाँडा बटुल्दै एउटी महिला, सुकिलाहरूको जमघटमा एउटा मैलो धुस्रे ज्यान बटुलिरहेकी छे जुठो प्लेट। दुधले नुहाई जस्ती एन्जेलिना जोली होइन ऊ, जसलाई तिमी बसाउन खोज्छौ आफ्नो आँखाको आसनमा। दुधको के कुरा, बियर बग्ने सहरमा पिउन पाउँदैन शुद्ध पानी पनि। एक जोडी रिसालु आँखा छन् उसलाई घुरिरहने। सुकिला चोरौँलाहरू छन् उसलाई घोचिरहने। असङ्ख्य जुत्ताहरू छन् ऊ घोप्टिँदा कुल्चिरहने। ऊ चम्काइरहेकी छे जुठो भाँडाहरू र ठान्दछे चम्काइरहेकी छे आफ्नो किस्मत। तर थाहा छैन उसलाई सुकिलाहरूको खल्तीमा बन्दगी परेको छ उसको किस्मत। सक्ने भए उसले चम्काउने थिए यो आकाश र यो सिङ्गै पृथ्वी, चम्काउने थिए यो देशको निधार। ऊ चम्काइरहेकी छे बस जुठो भाँडाहरू, तर चम्काउन सक्दिन ऊ सुकिला मानिसहरूको नियत, इमान र नैतिकता। कतिपल्ट थुके होलान् उच्च पदस्थले उसले खाएको थालमा। कतिपल्ट घोप्टाए होलान् जुठो उसको टाउकोमा। कतिपल्ट पखाली होली उसले जुठो प्लेट आफ्नो आँसुले। उसलाई कण्ठस्थ छ जुठोको विधान। जति निस्कन खोज्छे जुठ्यानबाट त्यति नै फस्दै जान्छे र जाकिन्छे जुठोमा। उसका सन्तानहरू झुर्किन्छन् जुठोमै। जुठो अधिकार आइपुग्छ उसम्म, जुठो लोकतन्त्र आइपुग्छ उसम्म। यो देश उसलाई जुठो नागरिक ठान्दछ। उसका सन्तानहरू हुर्कन्छन् जुठोमै। जुठो अधिकार आइपुग्छ उसम्म, जुठो लोकतन्त्र आइपुग्छ उसम्म। यो देश उसलाई जुठो नागरिक ठान्दछ र जुठोकै गणना गर्दछ। ऊ बटुल्छे जुठो भाँडा होस् भत्तेरमा, तर खाँदिन जुठो कुरो। लिन्छे आफ्नो पसिना अनुसारको निमेक, त्यही निमेकमा पनि मोलमलाइ गर्नेहरू छन्। सुकिलाहरूको जमघटमा एउटा मैलो धुस्रे ज्यान बटुलिरहेकी छे जुठो भाँडा।
धन्यवाद केशव सुब्बाजी। अबको पालो अभय श्रेष्ठलाई कविता वाचन। धन्यवाद। म अलि ढिलो भएकोमा माफी पनि चाहन्छु। यो श्रमिक दिवसको अवसरमा मेरो कविता सुकुनाराको पवित्र मन्दिर शीर्षक कविता वाचन गर्छु। क्रान्तिको हुरीसँगै व्यवस्थाहरू आए गए, थरी थरीका शासकहरू आए गए, त्यसरी नै सुकुनाराका च्याप्जुबाजे आए, जिजुबाजे आए, अजा आए, बा आए, ऊ आयो, पुस्ता फेरियो, तर फेरिएन उनीहरूको पसिनाको रङ, फेरिएन माटोसँग पिरतीको साइनो, फेरिएन समसँग हृदयको नातो, सुकुनाराकी प्रेमिका भन्दा बढी प्रिय र जीवन सङ्गिनी भन्दा बढी मायालु, सुकुनाराकी प्रेमिका भन्दा बढी प्रिय र जीवन सङ्गिनी भन्दा बढी मायालु त्यही राजकुला मुनिको चुच्चे खेत हो जसमाथि भर्खरै लम्तन्न सुतेको छ चौडा सडक। जसरी महादेवका लागि हिमालय पर्वत थियो तपस्या स्थल, जसरी प्रेमीहरूका लागि एकान्त उपवन थियो उन्मुक्त संसार, जसरी चराहरूका लागि खुल्ला आकाश थियो लोकतन्त्र, सुकुनाराका लागि दिनहुँ सघारमा पिखलखु ढोगेर पुग्ने स्कुल त्यही चुच्चे खेत, धिमे बुस्या र मुहालीका धुनमा रमाउँदै पुग्ने कलेज र विश्वविद्यालय त्यही चोटाको दिगुदे र खोपाको भिन्दे जस्तै मन्दिर र प्रेमको पवित्र स्थल त्यही। जीवनको क्रूर थस्साको गुफामा च्यापिँदा च्यापिँदा अलिकति फुपू र दिदीको बिहेमा, अलिकति बहिनीको इही र भिँ बारामा, अलिकति दाजुभाइको बिहेमा, घडीको सुई झैँ वर्षेनी घुमी आउने मोहनी सोन्ती नख बिस्का र साँझको पाहुना झैँ टुप्लुक्क आइपुग्ने अरू अरू भोजमा बिस्तारै बिस्तारै फेरि बराबर कुनै तलसिङका नाममा, कुनै दलालका नाममा र कुनै गाउँकै थालुका नाममा नामसारी हुँदै गए उसको पुर्खाको पवित्र मन्दिर अर्थात् जमिन र बाँकी रह्यो त्यही चुच्चे खेत। संसारको नाफाखोर हावा सोहरिएर जब एक दिन सुकुनाराको गाउँमा पनि फैलिँदै आइपुग्यो चौडा सडक, एक्कासी त्यही चुच्चे खेतको डिलमा पनि घर घरको मझेरीमा पनि महाभूकम्प चाहिँ हाजिर भए प्रोजेक्टका हाकिम र फित्तावाल इन्जिनियरहरू। एकाएक चुच्चे खेत र घरको मझेरीबाट गयल भयो सुकुनारा। जसरी दलालहरूले आफ्नो जमिनलाई छुने गरी सोझ्याउन सफल भए सडक, त्यसरी नै नेता र नन्दी भृङ्गीसँग साखुल्य हुन सकेको भए उसको चुच्चे खेत र घरको मझेरी पनि सायद बस्दा हुन्। जसको पेसा नै पसिनाले हरियाली सिँच्ने काम, नेता र नन्दीसँग उसको के काम? जसको पेसा नै पसिनाले हरियाली सिँच्ने काम, नेता र नन्दीसँग उसको के काम? जसरी हावा कसैको हुँदैन सास फेर्नेकै हुन्छ, जसरी घाम कसैको हुँदैन ताप्नेकै हुन्छ, जसरी वर्षेको पानीको भेल कसैको हुँदैन छोप्नेहरूकै हुन्छ, त्यसरी नै हरियाली जमिन कसैको हुँदैन खनजोत गर्नेकै हुन्छ। अब सुकुनाराको पसिना बहाउने जमिन कहाँ छ? त्यहाँ त उसको प्राणमाथि कुबिएको लम्तन्न सडक छ। जब सारङ्गी चाहिँ खाली हुनेछ पेट, जब हुँदैन गर्नलाई कुनै काम र जानलाई कुनै ठाम, माटोको हृदयमा प्रेमपूर्वक स्पर्श गर्ने औजारलाई उसले कहाँ बजार्ला? धन्यवाद। धन्यवाद अभय श्रेष्ठज्यू। यो हाम्रो पहिलो चरण अन्तर्गतको वाचन थियो। अब आज हाम्रो श्रमिक दिवसको अवसरमा आयोजना गरेको हामीले छोटो सूचनाको आधारमा यहाँहरू भेला भइदिनु भयो अनि छोटो मिठो कविता पनि सुनाइदिनु भयो। समय पनि स्मार्ट छ, हामी पनि स्मार्ट छौँ। अब सम्भवतः एकजनालाई पर्खिन खोज्नु पर्ने होला। अब आजको लागि यो कार्यक्रमको हामी यहीँ बिट मार्छौँ र यसपछि चाहिँ हामी अनौपचारिक रूपमा। हस्, धन्यवाद, नमस्कार।